वेलकम बैक टू माई च्यानल है। हाम्रो डार्लिङ आइसक्यो हाँ। सो अब यहाँदेखि स्टार्ट हुन्छ राइड केटा हो। ओए खतरा हेरे त। सो रिएक्सन बब्बाले आइरह होइन। उयो रिएक्सन हान्ने कि रिएक्सन बब्बाले पब्लिक रिएक्सन कडा आइरह मजा आइरह होइन। दुईजना बस्दा चाहिँ हाम्रो दाइ पछाडि पुरै यस्तरी तान्दिनु भयो के फालिदिन्छ कि त है। सो हामी चाहिँ यहाँदेखि अब हल्लनचोक हुँदै जान्छ। रेकर्ड त भइरह सो हामी चाहिँ यहाँदेखि अब तल जाँदैछ दाइको घर। सो बेनाले निक्ल्यो भने चाहिँ हाम्रो दाइको अझै झन् रिएक्सन बब्बाले हुन्छ है। अझै त्यही माथि हाम्रो सन्जय दाइले राइड हान्यो भने बाइक आम्बा कसम भने रिएक्सन त त्यो पो रिएक्सन आउँछ। अझ झन् बब्बाल आउँछ होइन। कसम भने सन्जय दाइको बस्यो भने त डेन्जरै सातो लगिदिने कि दाइले होइन। सो दाइ चाहिँ नानी छोड्न आउँछु भन्दै हुनुहुन्थ्यो कता। हामी चाहिँ अब दाइको घर जान्छु म फर्स्ट होइन। दाइले किनभने मलाई बिहानै फोन गरेर वेटिङ गर्नुभएको थियो। सो सरी फोर मेरो दाइ होइन वेटिङको लागि। सो रिएक्सन चाहिँ बब्बाल चाहिँ केटाहरूको ड्रिम बाइक हो नि त प्रायः जसो। रिएक्सन चाहिँ कडै आउँछ केटाहरूको। अलिकति मलाई हेलमेट चाहिँ तल भयो जस्तो फिल भइरहेको क्या। सो हामी चाहिँ अहिले यहाँ जरेबर पुगिसक्यो। हामी चाहिँ ह्याम्जा हानेर आज चाहिँ ह्याम्जाको राइड छ। दाइ म अनि त्यसपछि हामी दुईवटा दाइ म एक्लै। स्पोन्सर बाई हाम्रो सञ्जय श्रेष्ठ है हाम्रो दाइ। स्पोन्सर बाई सब सञ्जय श्रेष्ठ है हाम्रो दाइ। दाइलाई मैले एकछिन वेटिङ गराइदिएँ त्यसको लागि सरी है। मेरो अब यहाँदेखि जान्छ। हामीहरू चाहिँ यहाँदेखि हिँड्न लागिसकेको छ अब है। हाम्रो अर्को दाइ सो गाइज है यहाँदेखि चाहिँ अब मेरो राइड स्टार्ट भइसक्यो हाँ। मसँग चाहिँ अब बेनाली 300 हाम्रो दाइ चाहिँ आउँदै हुनुहुन्छ पछाडिबाट 750 ल्याएर है। किधर चढा दिए अरे भाइ। सो आउँदै हुनुहुन्छ हाम्रो बड भैया और हम इधर है। सो यहाँको बाटो चाहिँ अब यस्तो धोस्दै हो बिस्तारै चलाउनु पर्छ होइन। ह्याम्जाको बाटोमा हुन्छ डाइरेक्ट दाइको र दाजुभाइको होइन। सक चाहिँ बब्बाल कम्फर्टको यसको चाहिँ। सो उता हुनुहुन्छ दाइ। त्यसपछि त्यही हो एक दुईजनाले चाहिँ होइन नराम्रो कमेन्ट गरिरहेको थियो मेरोमा होइन। कोहीले चाहिँ अब भाडामा कहाँदेखि ल्याएको अरे भन्ने। ए भगवान् मोटो जिपी र बेनाले कसले दिँदो रहेछ भाडामा भनेको कि कहाँ पाउँछ होइन। त्यो मलाई नि भनिदिँदा हुन्छ होइन भाइ। भाडामा चढ्ने औकात त जस्तो हो कमेन्ट गर्नेहरूको होइन। मलाई माया गर्नेले गरिरह होइन। सो एक दुईवटा नराम्रो आयो भन्दैमा अब मैले नराम्रो सोच्ने कुरा नि त भयो नि त होइन। मेरो अरू छ नि त। मेरो अरू 12,000मा 2-3जना नराम्रो छ भन्दैमा मैले भ्लगै हाल्न छोडिदिने होइन। अब हाम्रो रन्काउँदैमा अर्को हुन्छ भन्ने होइन नि त यार होइन केटाकेटी हो।
जेस मैले चाहिँ के बुझेँ भन्दा चाहिँ मेरो नि खुट्टा तान्ने मान्छेहरू रहेछ होइन कमेन्टमा नराम्रो गर्ने म चाहिँ अब हाइपमा जाँदैछु भन्ने बुझेँ कि हजुरहरूको मायाले के हजुरहरूको माया साथ सपोर्टले गर्दा चाहिँ होइन जोस् सो स्पेसल्ली है थ्याङ्क्स फर मेरो 12K सब्सक्राइबरहरूलाई है एकदम माया गरिदिनु होला अब 12Kमा ठ्याक्क 0 देख्न पाऊँ अझै एउटा होइन 1200 के डाइरेक्ट 100 होइन मेरो सब्सक्राइबरहरूले 1200 पुऱ्याउनुहुन्छ मलाई थाहा छ होइन सो माया साथ सपोर्ट गर्न चाहिँ नबिर्सिनु होला होइन सो यस्तै बबाल भिडियोहरू आउँछ यसमा चाहिँ एससी प्रोजेक्ट हाल्ने प्लानिङ भइरहेको दाइको र मेरो अनि अहिले 12Kमा के हाल्नु भनेर अब यत्तिकै त नर्मल्ली हिँड्दा अब समातिर हुन्छ अनि त्यही भएर यस्तो नेपालको अलिक गाह्रो छ कि अलिकता लाउड साउन्ड भयो भन्दैमा अनि मोडिफाई भन्दै हाल्नुहुन्छ होइन सरहरूले अब सरहरू नि अगाडि नै हुनुहुन्छ हुन त हेरिराख्नु भयो अब केटाहरूले भिडियो बनाइराखे पछाडि होइन अब हेरिराख्नु भयो सरहरूले नि बाइकले खतरा हेर्नु भयो कि त्यही भएर नि अब गाह्रो छ कि दाइ होइन नेपालमा सुपर बाइक ल्याउन चलाउनै गाह्रो छ कि अब बिचरा राजकुमारलाई कतिचोटि समातेर ल्याङ हानिसक्यो क्या अब न बाटो त्यस्तो बाटो नि राइड हान्नलाई छैन अब प्लस मामाहरूले ल्याङ गर्नुहुन्छ सो यहाँ चाहिँ बाटो बनाउँदै हुनुहुँदो रहेछ के अरे ए बाटो चाहिँ बब्बाल के यो बनाउनु लागेको त 1-2 वर्षै भइसक्यो यार कहिले बनि भ्याउँछ छिटो बनाउनु पर्यो डार्क हान्नुपर्नेमा डार्क हिलो छ्याप्यो बाइकले सो हामीहरू चाहिँ ह्याम्स आइपुग्यो होइन मलाई चाहिँ यो हेलमेट अलिक खुकुलो भए जस्तो फिल भयो क्या बाइकको साउन्ड नै बब्बालै खायो यो बाइकको नि राइड चाहिँ होइन हिजो अस्तिदेखि नै हाम्रो प्लानिङ भइरहेको थियो तर त्यही हो अब हरेक कुराहरू मिलेको थिएन अनि सो आज चाहिँ अब फाइनल्ली राइड भइ नै हाल्यो अब म चाहिँ यो भाइजर खोलेर हान्ने राइड टप स्पिड हेरौँ यसको आज कति छ बेनालीको रेटी भन्छ दाइ आउनु मै अड्क्यो कि तर यसको जे होस् होइन 100 कतिसम्म पुगेको थियो
पारा खुट्टा कामेर छोडिदिएको मैले बाइकले हानेको थियो अस्ति होला साइडबाटै चाहिँ अब भोक लाग्यो होइन हामी चाहिँ खाजा खान आयो गोब्रोको चार्ज नि भ्याइयो अनि गोब्रोमा पेट्रोल हाल्नुपर्ने भयो होइन एउटा सो हामीहरू चाहिँ अब यहाँ खाजा खान्छ अनि त्यसपछि राइड जाने यही साइडमा राखिदिउँ न अनि अब चाहिँ अब खाजा खाएर त्यसपछि फेरि राइड हुन्छ है यहीँ बसौँ होइन योमा चाहिँ एससी होइन म देखाउँछु यो प्रोजेक्ट हामीले के अरे ल्याइसकेको छ यसको लागि होइन अनि मैले भनेको थिएँ नि त होइन एससीको प्रोजेक्ट हाल्छु भनेर हजुरहरूले जस्ट 12Kमा हाल्ने भने अब एससीको प्रोजेक्ट अब फेरि आउँदैछ सो बेलुका देखाउँछु योमा चाहिँ एससी हुन्छ केटा हो एससी यो चाहिँ अब सब राइड साइड गएर आएर अब खाजा खान लाग्यो अनि यतापट्टि चाहिँ हाम्रो एभिन छ यतापट्टि सञ्जय दाइ थ्याङ्क यू दाइ बाइक प्रोभाइड गरिदिनु भएकोमा मोस्ट वेलकम भाइ स्वागतम भाइ होइन अब यसरी राइड जानुपर्छ बबाल राइड है जाने हो ढुक्क एभिनको त 12K पुग्यो होइन 12K पुग्यो आज 12Kमा कि 20Kमा एससी 20Kमा भन्दै थियो तर हामी चाहिँ 13Kमा राखिदिउँ है 13Kमा हाल भोलि गएर हालिदिउँ न भोलि ल आउँदैछ है पूर्ण गाह्रो हुन्छ नि त फेरि हेर्ने दर्शकहरूलाई नि पूर्ण गाह्रो बेनालीमा एससी हालेर यतिकै त साउन्ड लाउड छ भाइ तर्स्यो कि आज बेनाली कुद्दैन भन्थ्यो आज देख्यो कि डेन्जर कुद्छ नि सुस्तरी कुद्छ तर मिठो कुद्छ के अरू बेला नि तर्सिन्थेँ म तर हैन आज चाहिँ पुरै आँसु नै हैन कहाँ तर आँसु रातो कुद्दैन त यार तपाईँ कहाँ पुग्दिन्छ भनिदिन्थ्यो कि मैले त्यो सेन्डुकी चलनको लागि हैन भाइ कुद्छ के भन्थेँ मैले खिच न यसरी भन्थेँ तर आज नि आज बल लगे भाइ भाइ त कुद्दो रहेछ डेन्जर हान्छ नि पहिला त्यो रोकिदिने उसले 180 हान्छ भाइ बेनालीले केटाहरूले सुरुमै पिकअप हुन्छ क्या यसमा ढिलो हान्छ छैन त्यसमा टपिन चाहिँ प्रभाव म एससीमा टप स्पिड हान्नु समुदायले हान्नु टाइम है बेनालीको है दाइ लगाएछ हामी चाहिँ खाजा खाइन्छ अब चाहिँ बेनालीमा एससी प्रोजेक्ट आउँदैछ होइन आउँदैछ आइसक्यो अब फिटिङ गरेर फिटिङ गरेर भर पनि आउँछ
अनि त्यहाँबाट त्यसको राइडको भ्लग पनि आउँछ भाइले हो कि 20 केमा हाल्छ होइन यहाँ 20 केमा दाइले तेल मगाइदिनु हो क्या मलाई एकदमै चुक भइरहेको लगाइ चाहिँ एकछिन खाजा ब्रेक अनि सी यू हल्लेर हो सर मात्र हामी भागिहाल्छौँ सर त्यस्तो भएको भए त अरू ट्राफिक आएको जस्तो भएको भए त यहाँ उसमा गएर हालिहाल्नु हुन्छ सर एकदम धन्यवाद सर एकदम भाइले घर निस्क्यो हो यही गएर हाल्ने हो मलाई हामी भागिहाल्छौँ सर त्यस्तो हालेर उहीँ हालेर उयो फुस्यो अन्त झोलामा आएको छ झोलामा बोकेर मात्र हामी भागिहाल्छौँ सर त्यस्तो भएको भए त अरू ट्राफिक आएको जस्तो भएको भए त त्यो यहाँ उसमा गएर हालिहाल्नु हुन्छ सर एकदम सर धन्यवाद ल सर धन्यवाद सर ल एकदम बुझ्ने सर हुनुहुँदो रहेछ हामी भ्लगर पनि हो त्यही भएर हामी त्यो भाग्नु हुँदैन सर है एकदम ल सरले एकदम बुझिदिनु भयो थ्याङ्क यू सो मच थ्याङ्क यू सर थ्याङ्क यू सर ल हल्का भिडियोहरू अनि अब हुन्छ नि रिल्सहरूको लागि खिचेर लोकेसन चाहिँ अब यो थाहा भएन कहाँनिर हो होइन दाइको 2-3टा भिडियो खिच्यो मेरो पनि खिच्यो अब हाम्रो सबै खिच्छ सो आजको भ्लग चाहिँ अब यहीँसम्म हुन्छ होला है यहाँदेखि अब फर्किन्छ होला किनभने अरू कामहरू नै हुन्छ होइन सो भिडियो हेरिदिएकोमा थ्याङ्क यू सो मच लभ यु अल गाइज है यसरी पनि माया गरिदिनु होला त्यही हो होइन अब हजुरहरूको एउटा सब्सक्राइबरले गर्दाखेरि हामीलाई भिडियोहरू बनाउने उनी आउने होइन जोस साङ्गरहरू आउँछ होइन सो त्यही माया गरिदिनु पऱ्यो होइन